आज उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टीका चाहिँ साथीहरूको बिचमा एउटा सहमति भएको छ, एउटा एकताको सहमति भएको छ। यो एउटा महत्त्वपूर्ण चाहिँ सहमति भएको छ। उहाँहरूलाई उज्यालो नेपाल पार्टीमा हार्दिक स्वागत गर्न चाहन्छु। यो सहमति चाहिँ हाम्रो उज्यालो नेपाल पार्टीको लागि हामी विभिन्न पार्टीहरूसँग चाहिँ एकता गर्दै अगाडि बढेका छौँ। अस्ति राष्ट्रिय परिवर्तन पार्टीसँग एकता गऱ्यौँ र अहिले हाम्रो पार्टी नेपालसँग एकता भएको छ। त्यस्तै गरेर अरू धेरै पार्टीहरूसँग पनि हामी चाहिँ उज्यालो नेपाल पार्टीमा समाहित हुन चाहिँ धेरै पार्टीहरूसँग छलफल भइरहेको छ र विभिन्न पार्टीहरूका साथीहरू र विभिन्न बुद्धिजीवीहरू, विभिन्न पेसा व्यवसायमा रहेका साथीहरू उज्यालो नेपाल पार्टीमा समाहित हुने चाहिँ क्रममा छन्। अब चाहिँ उज्यालो नेपाल पार्टी साँच्चीकै विकल्पको रूपमा चाहिँ स्थापित हुनेछ। आगामी चुनावमा स्थानीय निकायको चुनाव र प्रदेश चुनावमा उज्यालो नेपाल पार्टीको सशक्त प्रतिनिधित्व हुनेछ र त्यसपछिको चुनावमा उज्यालो नेपाल पार्टीले यो देशको नेतृत्व गर्नेछ भन्ने हामीलाई विश्वास छ। र आज जो साथीहरू हाम्रो पार्टी नेपालका साथीहरू उज्यालो नेपाल पार्टीमा समाहित हुनुभएको छ, उहाँहरूलाई हार्दिक बधाई एवं धन्यवाद दिन चाहन्छु।